आज चाहिँ नयाँ बाटोमा है हामी यो देवघाट हुँदै ठिमुराको जङ्गल होइन त दाइ यो ठिमुराको जङ्गल हुँदै अनि पारिपट्टि देवघाट तरेर दासढुङ्गाको पुल तर्न आइपुग्ने ठाउँ अनि मुगलिङ पुग्छ अनि त्यसपछि मुगलिङ यो बाटोमा चाहिँ एर्वे दुले चाहिँ हिँड्नुहुन्न यहाँ बाघ भालु जे पनि आउन सक्छ जे पनि हुन सक्छ हो बाटो चाहिँ ठिमुरा गाउँ त ठुलै रहेछ नि है अनि यताबाट इन्डिया जान्छ भन्थ्यो नि कताबाट हो त छोरीबाट पनि इन्डिया जान्छ ए ठिमुराबाट नाराघाट निस्किने गैडाकोट निस्किने गैडाकोट निस्किन्छ यहाँबाट म त यहाँबाट इन्डिया जान्छु भने आउने छ त्यही जाँदा हो त्यही बाटो हुँदै जाने हो हामी चाहिँ ठिमुरा रिसोर्ट भाइरल घर आइपुग्न लाग्यौँ बुल्सीले कहाँ जाम भनेको थियो मैले अनि मलाई दिक्क लाग्यो कस्तो राम्रो रहेछ हेरेर लगिदियो मैले भाइरल घर भाइरल घर चितवनको ठिमुरा हामी चाहिँ यहाँ ठिमुराको भाइरल घर पिङ पिङ पिङको त्यहाँ बस्नु म खेदिन्छु एकदम भाइरल पुल छ है यो ठिमुराको चितवन र गोर्खा जोड्ने घुम्दै घुमेन यार मान्छेहरू त पुरो मिल्दैन नि त होइन गाडी नघुम्यो क्या ड्राइभरले बरा बाटो काट्न नसक्यो रोड काट्न नसक्यो क्या रोड घुम्दिँदैन क्या घुम्दी त्रिशुली नदीको माथि रहेको पुल ठिमुराको पुल हामी चाहिँ चितवन जिल्ला छोडेर तनहुँ जिल्लाको देवघाट धामको भूभागमाथि यात्रा गर्दैछौँ अब चितवन जिल्ला आउने बेला भइसक्यो यहाँ पिकनिक पार्क रहेछ नि त पिकनिक पार्क रहेछ नि त यहाँ सामुदायिक वन रहेछ है पिकनिक पार्क लेखेछ क्या अहिले चाहिँ दासढुङ्गा तनहुँ जिल्ला छोडेर अब फेरि चितवन जिल्ला चितवन दासढुङ्गा आयो यो चितवन जिल्लाको तनहुँ जिल्ला छोडेर अब चितवन जिल्ला प्रवेश गर्दै हामी जस्तोबाट पसेको थियौँ त्यस्तैबाट थियो अस्ति उताको नि यस्तै थियो नदी यो भयो कस्तो छ पहेँलो यही राम्रो